सबैलाई नमस्कार सबैलाई नमस्कार छ एके भोलक तर्फबाट। अनि आज पनि म नयाँ भिडियो लिएर उपस्थित हुँदैछु। अनि हजुरले माया गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। अनि आज चाहिँ म चाहिँ हाम्रो विशेष काम भन्नाले उता चाहिँ झिङ्गा खेरेर हरको यस्तो अब नल्टा खेरेर यो चाहिँ हामीले पोलेको अनि उता चाहिँ मल छ। अनि मललाई चाहिँ हामी छरेर यो हरामा अनि आलु बुन्छौँ। अनि यो आलु बुनेर अनि बजारमा अगाडि निकालेर आलु चाहिँ हामी बेच्न लग्छौँ। अनि उता चाहिँ हामी दुईटा जना आएको छौँ। उता चाहिँ आन्टीले चाहिँ मल छर्ने सुरु गरिसक्नु भएको छ। म पनि मल चाहिँ अब छर्नको लागि सुरु गर्दैछौँ। हजुरले माया गरिदिनु होला। मल चाहिँ मोलेर आन्टीले चाहिँ छर्दैछौँ है। यहाँ चाहिँ
चाहिँ हरमा मल छरेर है अनि यहाँ चाहिँ अनि बुवाले र अनि ससुराले चाहिँ बल्ललाई जो हालिसक्नु भएको छ। दगुरेर यति हैरान दिए कि बल्लहरूले गाह्रो हुन्छ। हेर्नुहोला जुम्लामा अब फागुन लागिसकेको छ। यहाँ चाहिँ अब धमाधम किसानहरूलाई यसो बल्ल जोतेर है अनि भाल्नुपर्छ। यहाँ चाहिँ मल छरेर पनि आइसक्यो। सुरु गरिसक्नु भएको छ ससुराले चाहिँ। हेर्नुहोला उता चाहिँ बुवा हुनुहुन्छ, यता चाहिँ ससुरा हुनुहुन्छ। हामीले चाहिँ आलु बुन्नको लागि जुम्लामा यस्तो गाह्रो हुन्छ कि यहाँ बुढाबुढीलाई पनि यस्तो काम हुन्छ कि बच्चाहरूले पनि काम गर्छन्। किसानहरू यस्तो हुन्छ। चाहिँ सिउरा पारेर है आलु हालेको छौँ हामीले चाहिँ। उता चाहिँ फुपू छन्, हाल्दै हुनुहुन्छ। फेरि चाहिँ फुपूले आलु हाल्दै हुन्छ बाटोमा। Mulai
अनि हामीहरूले चाहिँ अनि आलु ड्याङ पारेर है हामीहरूले चाहिँ भ्याइसकेको छौँ। अब चाहिँ हामी चाहिँ घर जाँदैछौँ। अनि हजुरहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नुहोला। हस् त, धन्यवाद सबैलाई। नमस्कार, बाई बाई छ एकै ब्लगमा। फाइनली गाइस हामीहरूले चाहिँ अनि यो आलु धुएर अम्काइसकेको छौँ। अनि हजुरहरूले अनि हेर्नुहोला यो कट्टामा आलु अनि लगाएर हामीले चाहिँ अनि अम्काइसकेको छौँ। अनि यो फागुनको महिना अब जुम्लातिर लागिसक्यो नि त, लागिसक्यो। अनि त्यसका अनि हामीहरूले यो आलु अब उमारेर अनि बजारमा बेच्न लग्छौँ। अनि हजुरहरूले लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, माया गरिदिनु होला। हस् त, नमस्कार, बाई बाई।